यता पार्वती चाउरेको घरमा गएर के गौरी धर्मसँग विवाह गर्न खुसी छे त, यानि कि राजी छे त भन्दै बुझ्न गएकी थिइन्। तर त्यहाँ जुठेर चाउरीले अब त्यस्तो ठुलो जातसँग हाम्रो गौरी बहिनी दिदिनौ। त्यही जातको कारणले गर्दाखेरि मेरो बहिनीको बच्चा खेर गयो। अब तिमीले यो धर्मलाई यो गाउँबाट पर लिएर कलकत्तातिर जाऊ। त्यो धर्मको मुख हेर्न पनि मन छैन भनेपछि यता पार्वतीले भन्छिन्, जिम्बल साहबले भन्नुभएको कुरा ठिकै रहेछ। जिम्बलले त्यहाँ के भनेको थियो भने के गौरी धर्मसँग बिहे गर्न तयार छिन् त भन्दै त्यहाँ जिम्बलले चाहिँ पार्वतीलाई प्रश्न गरेका थिए। तर पार्वती चाउरेको घरमा गएर बुझ्दाखेरि चाहिँ यता जुठेर चाउरेले चाहिँ धर्मलाई आफ्नो गौरी बहिनी नदिने कुरा गरेपछि पार्वती सोच्न बाध्य हुन्छन्। तर पार्वतीले यो कुरा गरेको चाहिँ यता गौरीलाई थाहा छैन, किनभने गौरी अहिले अचेत अवस्थामा छिन्। अनि त्यहाँबाट पार्वती धर्मको घर गएको हुन्छ। अनि त्यहाँबाट चाउरेले भनेको कुरा धर्म र उसको सानीमालाई सुनाएपछि धर्म चाहिँ एकदमै धेरै खुसी भइरहेको हुन्छ। यता धर्मको सानीमा पनि खुसी भइरहेको हुन्छ। अनि त्यहाँबाट पार्वतीले म चाहेर पनि तपाईलाई त्यो गौरीसँग बिहे गर्न दिन्न भन्दै त्यहाँ पार्वतीले चाहिँ धर्मसँग कुरा गरेपछि यता धर्म चाहिँ अत्यन्तै धेरै खुसी भएका हुन्छन्, किनभने धर्मलाई धेरै नै तनाव भएको थियो त्यो गौरीको विषयले। यता जुठेर चाउरेले चाहिँ धामीलाई आफ्नो घरमा ल्याएपछि धामीले भन्छन्, तिम्रो बहिनीको त सातो गएको रहेछ, तिम्रो त्यो भान्जासँगै हंस गएको रहेछ, अब सातो बोलाउनु पर्छ, सातो बोलाएपछि चाहिँ तिम्रो बहिनीलाई ठिक हुन्छ भन्दै त्यहाँ धामीले भनेपछि चाहिँ धामी चाहिँ एकछिन पछाडि चिन्ता बसिरहेका हुन्छन् र